छोरी सन्चै छस्? सन्चै छु बुवा। तपाईँ सन्चै हुनुहुन्छ? बाँचेकै छु छोरी। किन के भयो? सन्चो छैन र? सन्चै छु। के भएको जस्तो मानिस र? कस्तो निराश हुँदै बाँचेकै छु भन्नुभयो अनि बिसन्चो भयो कि भनेर डराएँ। हुन त त्यस्तो केही भयो छैन, तर यत्रो घरमा एक्लै बस्दा मन त्यसै बट्टासिँदो रहेछ। हाँस्ने बोल्ने कोही साथी नहुँदा त यो बुढेसकालमा विरक्त लाग्दो रहेछ। घर भनेको त परिवार सहितको पो हुन्छ। एक्लै बस्दा त घर पनि मसान घाट जस्तो डर लाग्दो हुँदो रहेछ। के गर्नु, छोरी भएपछि एक दिन माइती छोडेर जानै पर्ने। सधैँ आमा बुवासँग बस्छु भन्दा पनि नपाइने। म त्यहाँ तपाईँसँगै बस्छु भन्दा पनि तपाईँ मान्नुहुन्न। 2-4 दिन मसँग बसेर के गर्छस्? म त बुढो भए, केही दिनको पाहुना हुँ। मेरो लागि तैँले आफ्नो घर बिगार्नु हुँदैन। बरु अत्यास लाग्दा म आफै तँलाई बोलाउँला। म छिट्टै आउँछु बुवा। तपाईसँग धेरै कुरा गर्नु छ। मलाई पनि तसँग कुरा गर्नु छ। प्रेसरको रोगी, कुन दिन कति बेला कहाँ ढल्छु पत्तै छैन। मेरो शेखपछि यहाँको सम्पत्ति सबै तेरो हो। तैँले नै सम्हाल्नु पर्छ। यहाँ के कुरा गर्नु भएको? तपाईँलाई केही हुँदैन। अहिले यस्तो कुरा नगर्नु। मलाई केही पनि चाहिँदैन। ल ल, अनि तेरो घरमा सबैलाई सन्चै छ नि? सबै आरामै हुनुहुन्छ। कहिले आउँछस् त यता? छिट्टै आउँछु बुवा। तपाईँको ज्वाइँलाई पनि सँगै लिएर। उसो भए भेटेरै कुरा गरौँ न। हस्, अहिले राखेँ है। ल त ल। कोसँग कुरा गरे? बुवासँग। सन्चै हुनुहुन्छ अरे? सन्चै छु त भन्नुहुन्छ, तर कुरा सुन्दा त्यस्तो लागेन। बुवा एक्लै भएर मनमा अनेक कुरा खेलाउनुहुन्छ होला। आत्तिनु भएको जस्तो लाग्यो। त्यसो भए जाउँ न त, अलि दिन बसेर आऊ। के भयो? मलाई छोडेर जाने मन छैन? म यहाँ आउनै नहुने थियो। अहिले झन् आमाले नै माया गर्न थाल्नु भएपछि मलाई यो घर छोडेर जानै मन छैन। तिमीलाई कसले सधैँको लागि जाऊ भनेर? अब यो विषयमा हामी कुरै नगरौँ। तिमी कतै जाँदैनौ। यदि जान्छौ भने पनि म पनि तिमीसँगै जान्छु। त्यसो नभन्नु। म त जानै पर्छ, नत्र म स्वार्थी हुन्छु। मैले केसरीलाई वचन दिएकी छु। तिमीलाई के लाग्छ, तिमीले चाहेर मात्र केसरी र म एक हुन्छौ? यदि त्यस्तो सोची के हो भने तिमी गलत छौ। तिमीले केसरीलाई चिनेकै छैनौ। उसको मन मैले राम्रोसँग पढ्न सक्छ। ऊ अब कुनै हालतमा मसँग बिहे गर्दिन। बरु एक्लै बस्छ। एकरो मलाई नै प्रेम गर्छ। तर तिमीसँग मलाई छुटाएर आफूले बिहे गर्ने चाहना उभित्र छँदै छैन। हाम्रो त डिभोर्स भएको छ। कागजमा मात्र भएको छ, मनबाट भएको छैन। त्यही पनि त्यो केटाकेटी निर्णय थियो। तिम्रो मनले नचाहँदा नचाहँदै मसँग डिभोर्स गरेकी हो। अस्ति सबैको अगाडि मिलापत्र गरेर सँगै बस्ने कुरा भएको बिर्स्यौ? म अझै एकपटक केसरीसँग कुरा गर्छु। उसले तिम्रो आँखा पढिसके। तिम्रो आँखामा म पतिको प्रेम देखेरै ऊ पछाडि हटेकी हो। अब एउटै कारण उसले तिमीले भनेको कुरा मान्छे। के कारण? तिम्रो आँखामा म प्रति घृणा देखिनुपर्छ। सक्छौ मलाई घृणा गर्न? मलाई थाहा छ सक्दिनौ, किनकि तिमीले मलाई आफूलाई भन्दा बढी माया गर्छ। त्यही भएर अब छुट्टिने कुरा गर्दैन घर।